हेलो गाइजहरू वेलकम टु माई भ्लग होइन फेरि आज चाहिँ मेरो न्यू भ्लग छ। हजुरहरूले हेरेर साथ सपोर्ट गरिदिनु होला है त। हजुरहरूले आजको भिडियोतर्फ के छ भने थम्बनेल हेरेर थाहा पाइसक्नुभयो होला। यहाँतिर चाहिँ यस्तै छ होइन, उतितिर गाउँ छ है। अनि मेरो भिडियो फुल वाच गरेर हेरिदिनु होला भन्न चाहन्छु म चाहिँ होइन। म चाहिँ हिँडिरहेको छु है घाँस लिनलाई। त्यतातिर गाउँ छ, यतातिर रोड छ, हेरेर गइदिनु है। हाम्रो गाउँ कस्तो छ कमेन्ट गरिदिनु। हाम्रो गाउँ चाहिँ मासतिर हो, यस्तो छ गाइजहरू होइन। यतातिर चाहिँ असाध्यै नै जाडो बढिसक्यो। हजुरहरूको गाउँतिर कतिको जाडो छ है कमेन्ट गरौँ। यहाँ हेर्नु न, धारामा जानु नि अल्छी लाग्छ होइन, मुख पनि धोएको छैन। यति अल्छी लाग्छ कि कुरै नगरौँ गाइज, होइन कुरै नगरौँ। यति अल्छी हुन्छ कि भारी बोकेर हिँडिरहेकी छु। हेर्दै गइदिनु भिडियोहरू कस्तो कस्तो आउँछ। यस्तै छ, यस्तो छ होइन बाटो घाटो होइन हाम्रो गाउँतिरको हालत। त्यस्तो जाडो छिरिसक्यो गाइज होइन। घाम नि 10-11 बजी मात्रै आइपुग्छ यतातिर होइन। जाडोले त म चाहिँ त्यहाँ जान थालेकी छु। हेरेर सपोर्ट गरिदिनु। यता छु, यतातिर हेर्नु न गाइजहरू होइन। यहाँतिर चाहिँ कुहिरो ढाकेर केही छैन हाम्रो गाउँ। यस्तै छ यतातिर गाउँ हो, त्यो चाहिँ खत्री बस्छ। यतातिर कुहिरोले ढाकिएको छ, त्यही हो। यस्तो छ है जाडोले, यतातिर घाम छ। जाडो मौसम छिरिसक्यो गाइज। गाइजहरूको जानु स्पिड यस्तो हुन्छ होइन। बाटो छ त्यतातिर जाउँछु। मेरो घर छ। गाउँ छ, त्यही छ। ला हारौँ न राजिम कुकुर आएछ, काटिक लागेछ त्यो गाई। चरो उडेर गयो, त्यस्तो छ होइन। अझै हाम्रो बारी आलु छ, यहाँ आलु रोपेको।
यस्तो छ गाइस यो सिस्नु छ यस्तै छ कतितिर मान्छे म यता चाहिँ यता गइदिनु होइन यहाँ चाहिँ यसले के भन्छ है हजुरहरूको भाषाबाट चाहिँ आएन मलाई होइन सिमी होइन यसले के चाहिँ भन्थ्यो है कमेन्ट गरौँ है मलाई आएन फुल आलु छ यतातिर हाम्रो रोपेको चौरीमी गाईको घिउ यो चाहिँ हाम्रो घर छ थाहा केले चिमाट्यो है पर थाहा केले चिमाट्यो त त्यस्तो छ है हाम्रो त्यो पहाडी गाउँ छ कोशी पहाडी हो त्यो चाहिँ मास्तिर घर छ त्यतातिर गाउँ छ है गाई चर्नु हाम्रो छरछिमेको उनीहरू चाहिँ त्यतातिर वन जङ्गल छ मास्तिर हेर्नु त्यस्तो यता त घाम टर्केर देख्दैन रहेछ यस्तो छ म फेरि धारा बाटोमा जान्छु हेर्नु नि घामै लागेको छैन क्या त्यतातिर खोइ जहाँबाट नि घामले नै टर्किँदो रहेछ टर्किँदो हो कि टर्किँदो रहेछ यस्तो छ अब म चाहिँ तल्लो घर जान्छु एकदम को रहेछ त्यो सिस्नु छ पोल छ यो सुकाएको रहेछ अनि फेरि उता नि गाउँ छ हेर्नु गाई हाम्रो त यस्तो छ हौ उता नि होइन घेरिएको गाउँ छ अझै रक्सी पाहाड छ अस्ति मैले भिडियो बनाएको थिएँ यतातिर कुखुराहरू छ त्यहाँ बाख्रा चाङबराङ तिलाल शिबु देउ शिवले शिव थुङ जीवा तिमी मलाई अलि चाली बिर्सिएको बिन्दासमा चाहिँ हुनुहुन्छ कुसुम गोले जी चाहिँ यो घरकी मालिक नि हुन् अब भित्र गइन् अब के गर्दा रहेछ हेरौँ गयो ए घर त नदेखाउने जस्तै छ हाम्रो त अब बाख्राको खोर जस्तो छ घर पनि यहाँ तिन मरम जङ्गल अलि चाली बिर्सिएको होला चाहिँ अगाडि अबि तिगै बिजोसले कि भ्यूले पैसा रे भ्यू 20,000 बाट
चाहिँ यो कुखुरा है कल यहाँ लिया बिबिनको ले जुम भिडियो री त्यहाँ गर्छ है उता चाहिँ कस्तो दृश्य छ म देखाउँछु हजुरहरूलाई अनि निकाल्छु यहाँ बसिरहेको गाइजहरू कस्तो छ उनीहरू आँटिरहेको में आने गाइज म चाहिँ आज स्याहार्छु गाइज मैले धेरै केही बोल्दिनँ दिनभरिमा चाहिँ आज म भ्लग छिटाउँछु अनि त धेरै सिमी छ है हाम्रो यो तलतिर खेत छैन सबै धान काटिसक्यो मसिलो उठाउँछौँ भिडियो अहिले रुमसम्म जाने भिडियो देखाउँछु त्यो हो म पानी लान्छु मेरो कोठामा हेलो गाइजहरु हैन अहिले चाहिँ दिउँसो भइसक्यो है यस्तो छ है जाडोले मान्छेहरु ठङ्ग्रिएर मर्न आँटिसक्यो हैन हाम्रो गाउँतिर चाहिँ सबैजना है जाडोले ठङ्ग्रिएर मर्दै आँटेको यतिको बिउजिम आला हो किन चाहिँ आला के बेसे सोधिम ल गाइज लु दिउँसो छ है असाध्यै हैन असाध्यै जाडो छ हजुरहरुकोमा कस्तो छ भनिदिनु होला यहाँ चाहिँ हाम्रो लडी छ अनि के भनिदिनु यहाँ चाहिँ उता यहाँ बारीमा म जान्छु है त्यहाँतिरको के छ के रोप्या छ हजुरहरुलाई म देखाउँछु है आज चाहिँ दिउँसो भइसक्यो घाम त्यहाँ पुगिसक्यो बाख्रा बाख्री छ स्यान्डपुली प्यान्डपुली छ ब्राले हौ लडी हैन यहाँ चाहिँ पाटो छ हैन फुल यस्तो छ हाम्रो
यो त अस्ति नै देखाइसकेँ मैले अर्कै भ्लगमा लुटीमा यहाँ उतातिर काटेछ बारी मजाको त्यहाँतिर यस्तो जङ्गल छ अघि नै मैले देखाउन थालेको थिएँ त्यो पाखाहरू घामले टर्केर देखाउन सकिनँ यहाँतिर धान सुकाएको छ लु त्यहाँतिर हेर्नु धान काटेर यस्तो भइरहेछ रोड छ उतातिर मिसिन आएको छ त्यहाँ चाहिँ मलाई कराइरहेछ है त्यो लडीमाया तामाङले हाम्रो गाउँकी मिजे काय पाएछ कामला जिउलाई भाइती थारे ला त लुतीला मिगरे दा यतातिर गाउँ छ अनि यतातिर आकाश है त्यहाँतिर सुनकोशी छ त्यतातिर त घाम चाहिँ त सबै गइसक्यो घाम यहाँ चाहिँ म चाहिँ जाडोले ठङ्गिसक्यो गयो तर्तिर चाहिँ यहाँ यसरी हिँडिरहेको छु जाडोले होइन गाइस के गरौँ अब यहाँतिर गोलमेरा छ शान्तिकै भिङ्गोले घाला लागिरी के भनिदिनु त सरले दिएको सिम्यामले दिएकोस् त होइन यी फापर सुकाएको छ त्यो सिमी छ शायद छागा इब्राले थिंगाला बेरे छागा नहीं दो आनंद से सारी बिगड़ी दिले अब म हजुरलाई नाइट देखाउँछु नाइटको भ्लग देखाउँछु मेरो भिडियो समाप्त हुन्छ त्यो युट्युब च्यानलमा गइन्छ है युट्युब च्यानल गइसकेपछि यो मिस्टर रमेशलाई सब्स्क्राइबर लाइक कमेन्ट कस्तो छ भिडियो त्यस्तै गरिदिनु होला हजुरले फुलवा चाहिँ गर्नुहुन्न होला के देख्नु रोज हाल वाट भ्यू लो है गाइज हेर्दै गइदिनु ल गाइज होइन यो आज चाहिँ नाइटको सिन यस्तै छ होइन यतातिर गाउँ छ होइन म चाहिँ आजको हाम्रो गाउँतिरको रातको सिन देखाउँछु हजुरहरूलाई यस्तो छ यतातिर घर छ त्यतातिर घर छ होइन नाइट सिन हो यो चाहिँ मन परेसी पर्यो 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 चाचु टिके दाइ चाहिँ ध्यानमाले तिङ्गर्दी खुमाबारी अब यता घरको सिन देखाउँछ हजुरहरूलाई गाउँ छ है मैले बिहान देखाएकै थिएँ ओ गाडी हाम्रो काली लडी छ नि यता लु म यता चाहिँ नाइट सिन हो होइन जाडो छ त्यस्तै यो भित्र को छ हेरौँ कोही छैन होइन माथितिर गएको छ ल अब हाम्रो घर देखाउँछ हजुरहरूलाई हाम्रो घरको सिन अब यस्तो अन्धकारमा हिँड्नु परेको छ गाइज है अब यो लास्ट भिडियो भनेकै लाइक कमेन्ट सेयर सब्सक्राइब त्यो चाहिँ हाम्रो घर हो म चाहिँ हिँड्ने होइन यहाँभित्र नि कोठा छ त्यो नि एउटा घर हो त्यहाँ छ यहाँ पनि कोठा छ अब यहाँतिर घाँस राखेको एउटा घर देखाउँछु यो घर एउटा हो धर कार्तिक लागेको छ कुकुरलाई नि चाहिँ हाम्रो घर हो भित्र देखाउँछु हजुरहरूलाई हेर्नु मासतिर यस्तो छ ओइ लन्ठु कहाँ जान्छ त राति एउटा मान्छे भाग्यो है भूत हो कि के हो ओए पुन्टे कहाँ जान्छ अहिले त पुन्टे आउनु ल बा तिदा खालो मन धेरै ठिक चाहिँ आनी बा युङमा किनी बा त्यहाँ माथि नि घर छ तिमीले हाल मलाई बिउटी घर छ होइन अब म चाहिँ होइन एउटा दुईवटा हाम्रो घरबाट तिनवटा चारवटा एउटा बाँकी छ म देखाउँछु यस्तै हो होइन हाम्रो कोठा एउटा भान्जी कोठा एउटा छ अन्त माथि घरमा ओ जाङमाराङ ठिक ल ओइ ठिक मलाई पनि जम्मा झन् लु अब यस्तो अन्धकार छ अब अन्धकारमा हिँड्नु पर्यो त्यहाँ जान्छु म
हो त्यहाँ जान्छु हजुरहरूलाई देखाउनु त परिगयो भनेर म हिँडेँ कि होइन मोबाइलमा हेरिनँ मैले तेरि कहिले चैट 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 आए हे परमात्मा मर्छ कि के हो यस्तो उसमा त अन्धकारमा हिँडेँ कि छ मन परेपछि पर्यो त नि हो पागल प्रेमी छबाट जाने हो आइपुग्यो याद चाहिँ गर्छ र है त गाइज है यो घरबाट चल्को समस्या रहेछ मैले देखाउन सकिनँ आजको लागि यति नै लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु है त धन्यवाद।